सरस्वती माता को शिरमा चन्द्र खराउ पाउमा दर्शन दिन एकपल्ट आउन नन्दी साथैमा त्रिशूल डमरू तिम्रो हातैमा खराउ पाउमा दर्शन दिन एकपल्ट आउन नन्दी साथैमा त्रिशूल डमरू तिम्रो हातैमा नन्दी साथैमा त्रिशूल डमरू तिम्रो हातैमा तिम्रो भक्त आउँदैछ भर्खर नन्दी साथैमा त्रिशूल डमरू तिम्रो हातैमा नन्दी साथैमा त्रिशूल डमरू तिम्रो हातैमा नन्दी साथैमा त्रिशूल डमरू तिम्रो हातैमा ताली नन्दी साथैमा त्रिशूल डमरू तिम्रो हातैमा नन्दी साथैमा त्रिशूल डमरू तिम्रो हातैमा नन्दी साथैमा नाच्दिनुस् आनन्दले बस्नुहोस्। अब हामी महाआरतीमा प्रवेश गरिसक्यौँ। कसैलाई देवी माता उत्रिन सक्छ, कसैलाई भोलेनाथ आउन सक्नुहुनेछ, तर मन हो सबभन्दा ठुलो कुरा। मनलाई कन्ट्रोल गरेर हाम्रो गुरुजीहरूलाई बाधा नपारिदिनुहोस् है। एकदमै त्यो लाइन बनाएको छ।